नेपालले हङकङमा जारी 4 देशीय क्रिकेट सिरिजमा एकपछि अर्को जित हासिल गर्दैछ। नेपालको आजको म्याच भने कुवेतसँग थियो, जसमा नेपालले टस जितेर बोलिङ गर्ने निर्णय गरेको थियो। आजको म्याचमा भने कुवेतले नेपाल विरुद्ध 185 को टार्गेट दिएको थियो, जसमा 8 विकेट गएको थियो। नेपालले यस लक्ष्यलाई बचाउनको लागि कुशल भुर्तेल र आसिफ शेख ओपनिङ गर्दै थिए। आजको ओपनिङ पनि सबैभन्दा राम्रो भयो र हाम्रो कुशल भुर्तेलले 50 बलमा 81 रन बनाउन सफल भए। आज भने नेपालको ब्याटिङ र बोलिङ लाइनअपमा सबैभन्दा नै सुधार देखिएको पनि देख्न सक्छौँ। यसरी 185 रन पछ्याउने क्रममा ओपनिङ 2 प्लेयरहरू पनि आउट भएका थिए, जसपछि कुशल मल्ल र रोहित पौडेल आएर केही सहयोग गरेका थिए। यस गेममा भने दिपेन्द्र सिंह ऐरीले रन रेटलाई कम गराउन निकै नै सफल भएका थिए। उनले 3 छक्का र 2 चौका लगाएका थिए। यसको अन्त्य भने कुलसञ्जा र रोहित पौडेलबाट चौकाबाट अन्त्य भएको थियो र नेपालले आज भने कुवेतसँगको म्याचमा 6 विकेटले जित हासिल गर्न सफल भएको छ, जुन म्याच 18.5 ओभरमा सकेका थिए।